दर्शकवृन्द, पोखरा महानगरपालिका वाडा नम्बर 3 नदीपुर चोकमा वर्षेनी भासिँदै आइरहेको छ। प्रत्येक वर्ष यही एकै ठाउँमा सडक भासिँदै गर्दाखेरि सरोकारवालाहरू आउनुहुन्छ, बनाएर जानुहुन्छ, तर फेरि अर्को वर्ष समस्या उही निम्तिन्छ। प्रत्येक वर्ष भासिराख्दाखेरि यस घरका घरधनी भन्नुहुन्छ घर सबै चर्किसकेको छ, यहाँ हामीलाई बस्न पनि डर भइसकेको छ। दृश्यमा देख्न सक्छौँ यहाँ अनुसन्धानको लागि भनेर सिडिओ साहब पनि यहाँ आइसक्नु भएको छ। उहाँले अब के भन्नुहुन्छ त? यसै गरी यसै वडाध्यक्षको भनाइ पनि हामीले यसै भिडियो मार्फत समेट्ने कोसिस गरेका छौँ। आउनुहोस् अब विस्तृतमा हेरौँ। रोडले चाहिँ पाइपलाई चाहिँ ढाल्न सकेन, अनि पाइप आफै भाँचियो कि भाँचेपछि त्यो पानी धेरै भयो नि त, त्यसले अरू चाहिँ क्षति गर्यो। पानी पाइप पनि पुरानो हो, यो चाहिँ आफ्नो पाइप छ, यहाँ 12 छ, यहाँ 20 पाइप छ। यो तपाईँको खानेपानीको पुरानो आफ्नो पाइप हो। यो यहाँ पनि जायगा 12 छ, यहाँ 20 पाइप छ। यो कहिले भएको थियो पहिला भन्नु? यो भयो होला कति भयो 6 महिना भइसक्यो भाँसिएर। 6 महिना अगाडि भाँसिया थियो, फेरि भाँसियो, अनि फेरि भाँसिएर फेरि मैले पुरेको यो चाहिँ कति बेला आज चाहिँ कति बेला कसरी भाँसियो त नि? 4 बजेतिर 4 बजे कसरी थाहा पाउनु? पानी उनीहरूले ढोका खोल्नु, पानी आउने पालो ढोका खोल्दाखेरि ओइ उठ यहाँ त जम्मै भाँसिया छ भन्नुहुन्छ र चङ 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 पानी आएको। म त हकानेर अनि म ए बाबु हो मेरो त गरिदियो भन्ने उहाँ गएको, मलाई साइड दिनु भन्ने यहाँ सामान निकाल्न। यहाँ सामान निकालेर बाबुले अनि भित्र उता राखिदिनु दोकानको सामान। अब त एकचोटि कुरा भयो, दुईचोटि कुरा भयो त हो नि हो भन्ने कुरो पनि त सही टिकट वर्षै पछि भाँसिन्छ। म त भाँसिएर त्यही त्यस्तो यहाँ अस्ति ल्याएर पुरेर यत्रो बनायो। अब यो पुरेर जम्मै यो फेरेको जम्मै पुऱ्यो, ऊ जम्मै घरै पुरै गएको अब ऊ ल हेर्नु पुरै जम्मै घरै यसरी यहाँ जम्मै यो तपाईँ पनि पक्राकै गयो, तपाईँ पक्राकै गएको घरै गएको क्या जम्मै पुरै भाँसिएर घरै जम्मै गएको। यो खानेपानीको पाइपको कारणले भाँसिए जस्तो लाग्छ कि तपाईँलाई? यो बर्खाको पानी भित्र छिरेर भाँसे जस्तो यो खानेपानीको पाइपले अहिले त खानेपानीकै पाइपले देखियो। अहिले त बाहिरको पानी त अब हामीले पन्छाइराखेका छौँ, गइराखेकै छ। यहाँ पुरेकै छौँ, यहाँ ल्याएर यति अग्लो बनाएको थिएँ हिजो। अनि यो फाल्दाखेरि मैले भने कि यो आज यो फाल्दैछु, यो भोलि यो आज भाँसिन मेरो छैन है। मैले हिजो यहाँ डोजरै लाउँदाखेरि मैले हजुर भनेको हो, मैले हिजो डोजर लाउँदा भाँसिन्छ है भने मैले हजुर हिजो भनेको हो। हाम्रा चाहिँ टिपरहरू फस्यो भने अर्को समस्या हुन्छ। त्यो भएको हुनाले त्यो अलिक जमिन गल्किया छ नि त।
स्टकको दिनुभयो भने त्यो ल्याएर चाहिँ हामी यहीँ स्टक राखिन्छ बचेको चाहिँ यहीँ कतै होइन इमर्जेन्सीलाई चाहिन्छ यहीँ कतै होइन कतै राखिन्छ अब लगो 11-12 टिम 8 जन छैन 8 जति जाने ठुलोमा गयो भने 8 पुग्दैन 7 पुग्छन् 7 के हिसाबले चाहिँ 15 टिम भयो भने पुग्छ अनि अहिले चाहिँ यही राख्ने यो कम्पनीको पाइप मर्मत गरिसकेको चाहिँ अनि त्यहाँबाट पाइप मर्मतको लागि कहिलेसम्म छैन अहिले आज 1.5 घन्टा 2 घन्टाभित्र आउँछ त्यस्तो भयो महानगरबाट सरकारलाई फेरि साइडमा हजुर महानगरसँग चाहिँ अघि आउनु भएको थियो महानगरबाट नै आउनु भएको थियो कति बजे घरहरू छ बाटो उहाँहरू जानुभयो फेरि आज क्लिन हुँदैन अझैज्यू यहाँ के रहेछ अवस्था तपाईँ आउँदाखेरि? धन्यवाद। यो जुन 3 नम्बर वडाको यो चाहिँ के अरे पिएन क्याम्पसबाट यता चाहिँ सिधै चाहिँ मैनामुल सिधा बाटो र यता भैरवटोलदेखि यो चाहिँ चोकको बाटोमा चाहिँ विगत 2-4 पटक पनि यहाँ चाहिँ यो के अरे जमिन भाँसेर चाहिँ भवन गइसकेको ठाउँ यो होइन र अहिले पनि बिहान चाहिँ भवन गइसक्यो भन्ने कुरा मलाई थाहा पाएपछि अनि मैले 3 को वडा चाहिँ प्रकाश उदासँग समन्वय दाइ आउनुहोस् न भन्नुभयो र आएर हामीले यहाँ हेऱ्यौँ यो भवन चाहिँ भाँसेर रहेछ जहाँ जाँदाखेरि तपाईँको एउटा साइडमा चाहिँ 8 इन्चको चाहिँ खानेपानीको चाहिँ पुरानो पाइप रहेछ त्यो पाइपमा चाहिँ अलिकति त्यो पानी चाहिँ कहाँबाट लिक भएपछि त्यो पानीको त्यो आइरहेको पानीको पाइपले चाहिँ लोड लिन सकेन अनि त्यो पाइप चाहिँ अलिकति तल जाँदाखेरि त्यो पाइपको चाहिँ बिचमा चाहिँ जोइन्ट चाहिँ क्र्याक भएको छ जोइन्ट फुसिया छ त्यहाँ पनि पानी गएर छ अनि त्यसको बिचमा फेरि यतापट्टि फेरि तपाईँको चाहिँ के अरे 12 इन्चको चाहिँ जायगा पाइप रहेछ अनि फेरि यतापट्टि पनि फेरि 20 इन्चको पाइप रहेछ कि होइन 3टा पाइप रहेछ अहिले 8 इन्चको पाइपलाई बन्द गर्ने भन्ने कुरा भइरहेको छ त्यसलाई अब प्राइभेट ग्रुपले कति समय लाग्छ भन्ने कुरा हो त्यसपछि म यहाँ आएपछि मैले चाहिँ आफूले चाहिँ सिडिओ साहबलाई मैले फोन गरेँ र बगर इन्स्टिट्युट साहबलाई फोन गरेँ र सिडिओ साहबले एकछिनपछि म आफै आउँछु अध्यक्ष हुनु र सिडिओ साहब इसी साहबहरू र बगर सुरक्षा निकाय सबै टिम र जिल्ला समन्वयबाट सबै टिमै आएर चाहिँ उहाँले स्ट्रगलले हेर्नुभयो हेरिसक्यो यहाँको त्यहाँ वातावरण सबै हेरिसकेपछि अब यो तत्काल यसलाई चाहिँ के अरे यसको चाहिँ समस्या समाधानको लागि त्यो भाँसिएको ठाउँमा पुर्नुको लागि चाहिँ जहाँबाट चाहिँ ग्राभलहरू के एकदम चाहिने चाहिँ सामग्री हुन्छ त्यो लाउनको लागि भन्ने उहाँले चाहिँ यहाँ प्रहरीलाई उहाँले चाहिँ निर्देशन दिनुभएको छ र महानगरको पनि एउटा के इन्जिनियरको टिम आएर चाहिँ त्यो ठाउँमा गएर स्थिति निश्चित गरेर हेरेर त्यहाँबाट चाहिँ के अरे ग्राभलहरू के अरे कङ्क्रिटहरू लिएर आएर यहाँ पुर्नुको लागि अहिले त्यो काम चाहिँ तयारी भइरहेको छ त्यो सबै यहाँ छ धेरै घर यो कतिपयको घरभित्र पनि चाहिँ पालपर चाहिँ गइरहेको छ त्यो सबैको समस्या समाधानको लागि अब केही समयपछि यो काम हुन्छ र अहिले चाहिँ जिल्ला प्रशासन कार्यालयबाट श्री सिडिओ साहबको नेतृत्वमा सबै सुरक्षा निकाय टिम आएर चाहिँ स्कुल निश्चित गरेर भर्खरै उहाँ जानुभयो र उहाँले त्यहाँ भन्नुभयो र यहाँबाट फेरि सडकबाट पनि सडकको डिसाबले पनि एउटा चिठी बनाएर चाहिँ त्यो यो आवश्यक चाहिँ सहजीकरण चिठी बनाएर त्यो चिठी चाहिँ सिडिओ साहबले लिएर जानुभयो त सोही अनुसार गर्नु भन्ने भएको अब केही समय पछाडि त्यो काम चाहिँ समस्या समाधान चाहिँ हुन्छ। अलिकति यो घरमा बस्ने जोखिम भइसक्यो भन्नुभएको छ फेरि पटक यस्तो हुन्छ यो चाहिँ अब यो चाहिँ के अरे पटक यस्तो चाहिँ भइरहेको थियो होइन पटक यहाँको एउटा समस्या के हो भने यो जुन जमिनको माटो छ नि माटो पनि एउटा समस्या कि यहाँको माटो पनि एउटा यहाँको माटो पनि एउटा समस्या हो होइन त्यसले गर्दा पनि यो चाहिँ समस्या भनेर दोकान त क्यार साट्ने भनेको अस्ति पनि मलाई पुरै खानेपानीले यही देख्नु भइरहेछ उनीहरू सबैलाई थाहा हो नि त एउटालाई थाहा नभएको खाने माटोको मात्रै दोषिएर हुन्छ र खानेपानीको पनि अब पानीको त हाम्रो दोष भयो माटोको त दोष भयो अनि अस्ति खानेपानीको कसको दोष भयो खानेपानीको दोष हो नि त दोष दिएर हो माटोमा मात्रै दोष दिएर हुन्न नि बाबु म 5 फिट नगर के काम छ नि यो सडक विभाग के काम यो वडा के काम Thank you.